यही 2083 साल वैशाख 23 गते स्वर्गीय रोटेरियन पास्ट डिस्ट्रिक्ट गभर्नर सन्तोष रिजालको 5औं पुण्यतिथिको अवसरमा मोरङको उर्लाबारीमा भावपूर्ण श्रद्धाञ्जली तथा शोक सभा सम्पन्न गरिएको छ। रोटरी र रोट्र्याकका झापा र उर्लाबारी क्षेत्रका 7वटा क्लबहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा दीप प्रज्वलन, स्वस्ति शान्ति मन्त्र उच्चारण तथा आत्माको चिर शान्तिको कामना गरिएको थियो। रोटरी रिजन 7 का सचिव रोटेरियन सुजन श्रेष्ठले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विभिन्न रोटरी क्लबका प्रतिनिधिहरूले स्वर्गीय सन्तोष रिजाल प्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको योगदानको स्मरण गरेका थिए। कार्यक्रममा रोटरी उर्लाबारीका रोटेरियन विष्णु ओली, दमकका रोटेरियन नवीन कुमार श्रेष्ठ, सुरुङ्गाका कुमारमणि पोखरेल, भद्रपुरका किशोर पराजुली, बिर्तामोडका प्रकाश शिवाकोटी, बिर्तामोड मिड टाउनका सन्तोष अग्रवाल, मेचीनगरकी शर्मिला पाठक, काँकरभिट्टाका उदय श्रेष्ठ तथा असिस्टेन्ट गभर्नर विनोद चापागाई लगायतले मन्तव्य राख्दै स्वर्गीय रिजालले समाज र रोटरी अभियानमा पुर्याउनु भएको योगदानको खुलेर प्रशंसा गरेका थिए। नेपालका स्थापित व्यवसायी तथा निस्वार्थ सामाजिक सेवाका प्रेरणाका स्रोत मानिनुहुने रोटरी नेपाल भुटानका पूर्व डिस्ट्रिक्ट गभर्नर रोटेरियन सन्तोष रिजालको असामयिक निधनले सिङ्गो रोटरी नेपाल भुटान परिवारले अभिभावकत्व गुमाएको अनुभूति आज पनि गरिरहेको सहभागीहरूले बताएका छन्। कार्यक्रममा उपस्थित रोटेरियन तथा रोट्र्याक्टरहरूले उहाँले देखाउनु भएको सेवाभाव, नेतृत्व क्षमता र मानवीय सम्बन्धको भावना सदैव प्रेरणाको स्रोत रहने विश्वास गरेका थिए। हेर्दै गर्नुहोला, सुन्दै रहनुहोला नवदिशा।